हिट सो हेलो साथी सबैजनालाई नमस्ते। आज चाहिँ हामी गोल्ड चार्ट थोरै हामी एनालाइज गर्छौँ। त्यसपछि अनि हामी के गर्छौँ, भिडियो हेर्छौँ है त। सो गोल्ड भनेको चाहिँ XAU र USD यसलाई भन्छ गोल्ड। ओके, यो चाहिँ मेरो भेन्टेजको चार्ट हो। अहिले चाहिँ म यो ट्रेडिङ भ्यूमा मतलब एनालाइज गर्छु। त्यसपछि म ट्रेड पनि लिन्छु एक्सनमा तपाईँको अगाडि। जस्तै हाम्रो चार्ट अहिले डाउन ट्रेन्डमा छ। ओके, यो चार्ट डाउन ट्रेन्डमा छ अहिले। त्यसपछि हामी यहाँ हेर्नुपर्छ लिक्विडिटी कहाँ छ त। लिक्विडिटी मैले अलरेडी मार्क गरिसकेको छु। यो मेरो 1 विकको लिक्विडिटी हो। त्यसपछि यो मेरो 1 विकको लिक्विडिटी हो। यो मेरो 1 आवरको लिक्विडिटी हो। यो मेरो 4 आवरको लिक्विडिटी हो है। सो अब हामी सर्ट टाइम फ्रेममा जान्छौँ। लेट्स गो टु 1 आवर। 1 आवर मैले भने 1 आवर, यो माथिको 1 आवरको लिक्विडिटी हो। सो 1 आवरमा यो बुलिस क्यान्डलकै भित्र मार्केट बनिरहेछ अहिले। सो स्टिल द मार्केट इज इन डाउन ट्रेन्ड, लेकिन तर मार्केट माथि जाने सम्भावना धेरै छ। हामीले सम्भावनामा ट्रेड लिनुपर्छ है जहिले पनि। ओके, सो लेट्स गो टु द 30 मिनट। 30 मिनटमा मैले यसो गर्दाखेरि ट्रेड माथिकै छ, माथिको लिक्विडिटी छ टन्नै। सो हामीले माथि नै हेर्नुपर्छ। ओके, लेट्स गो टु द 5 मिनट। ओके, अब मैले यहाँ आज भर्खरै अघि यहाँ मैले कोच मार्क गरेको थिएँ है। त्यसपछि मैले आइडिएम पनि मार्क गरेँ। आइडिएम चाहिँ मेरो 5 मिनटमा भएको थिएन त, बट 1 मिनटमा मेरो आइडिएम भइसकेको थियो। अनि त्यसरी नै मैले जब मेरो 1 मिनटमा आइडिएम भयो, यहाँ यो मेरो कोच भइहाल्यो, यो मेरो आइडिएम भयो। किनभने यहाँदेखि मार्केटले रिभर्स गरेको थियो भने मेरो यो लास्टको विक आइडिएम हुन्छ। सो आइडिएममा स्ट्रङ क्यान्डल क्लोज हुँदा पनि या विक आउँदा पनि तर टच चाहिँ हुनु पर्यो। त्यसलाई हामीले आइडिएम मान्दा हुन्छ क्या। ओके, अनि अब आइडिएम भएपछि हामीले तल हेर्ने अझै। जस्तै मार्केट माथिदेखि तल आयो। ओके, तल आएपछि माथिले फेरि माथि गर्नु पर्यो, जानु पर्यो। मार्केटले यो लेभललाई यहाँ कोच बनायो, यो लेभललाई कोच बनायो यहाँ। ओके, सो कोच बनाएपछि अब हामीले माथि हेर्ने होइन, यहाँदेखि तल हेर्ने हो। ओके, तल हेर्ने कहाँसम्म हेर्ने हो? पहिला हेर्ने हामीले आइडिएम। मार्केटले यहाँदेखि फेरि रिभर्स गरेको थियो भने आइडिएम, अब आइडिएम कन्फर्म भइसक्यो भने अब हामीले के हेर्नु हो त? अर्डर ब्लक एफभिजी। यहाँबाट अर्डर ब्लक छ, यहाँबाट एफभिजी छ। सो ठ्याक्कै यो अर्डर ब्लकले टच भएर मार्केटले माथिको मुभ गरेको छ। ओके, तर मैले यहाँ स्टप लस खाएको छु। एनिवे मैले चाहिँ के गरेको थिएँ भने यहाँ सायद यहाँ होइन, यहाँदेखि यहाँ मेरो क्यान्डल क्लोजिङ थियो, यहाँदेखि मैले ट्रेड गरेको थिएँ। मलाई थाहा चाहिँ थियो मार्केट माथि जान्छ भनेर। स्टप लस पनि यहाँसम्म थियो, यो लेभलसम्म। तर मार्केटले मेरो स्टप लस हर्न गरिदियो यहाँ। ओके, स्टप लस स्टप लस हर्न भएपछि अब मैले के सोचेँ, फेरि मेरो यो अर्डर ब्लक अलरेडी युज भइसक्यो, अब मेरो यसमा काम लाग्ने छैन। अनि मैले फेरि यो मेरो यसलाई मैले के गरिदिएँ भने नि खै त। ओके, सो यो ठाउँले मलाई यहाँसम्म मात्रै मुभ दिन त दियो, तर मेरो टार्गेटसम्म हिट भएको थिएन। ओके, ओके, मेरो लेभलसम्म पुगेको थिएन मार्केट। मेरो लेभल समथिङ
यहाँसम्म नै थियो होला हो त्यस्तै यहाँसम्म नै थियो अघि मैले अलिक ठ्याक्कै एक्ज्याक्ट भन्न सकिनँ बिर्सिहालेँ एनिवे सो अब यहाँदेखि मेरो ट्रेड स्टप लस खाइदियो मेरो ओके फेरि मैले अर्को प्लानिङ गर्दाखेरि मलाई थाहा छ मार्केट अप ट्रेन्डमा छ सो मैले फेरि यो रेड कलरलाई बन्यो यहाँ यो बनेपछि यहाँ दोजी म फुल कन्फर्मेसन भयो कि यहाँ 3टा दोजी बन्यो त्यसपछि राम्रो एउटा बुलिस भयो ओके सो मैले यसमा यस्तो गरेर यहाँ माथिको ट्रेड स्टप लस मेरो ठ्याक्कै यहाँ मेरो टार्गेट ओके यो पनि मेरो टार्गेट यहीँनिर थियो तर यो पुगेन यसले स्टप लस खायो सो मैले यहाँदेखि फेरि ट्रेड लिएँ सेम यस्तै मैले यो कोच र आइडिएम जब मेरो मार्केटले यो लेभलमा आएर मार्केटले बोस बनायो नि यो ठाउँमा आएर बोस यसलाई भन्छ बोस है बोस यसलाई भन्छ बोस सो बोस बनाइसकेपछि हाम्रो फेरि के हुन्छ हामीले फेरि के हेर्ने हो फेरि लिक्विडिटी त हाम्रो माथिकै छ नि लिक्विडिटी माथिको छ यो लाइन छ अब यो त टच भइसक्यो अब यो लाइनको हामी हेर्छौँ फेरि मेरो लिक्विडिटी ओके सो यो लाइन टच भएको छैन यहाँदेखि डाउन ट्रेन्ड भयो किन मार्केटले फेरि त्यस्तै गर्यो जस्तै उता गरेको थियो त्यस्तै यहाँ पनि गर्यो यहाँदेखि मार्केटले रिभर्स लिएर हल्का फेरि माथि गयो माथि गएपछि जब यस्तो तल आयो यो ठाउँमा आएपछि फेरि माथि गयो कोच यो ठाउँलाई कोच बनायो यसले कोच बनाएपछि हामीले के हेर्ने हो तल के हेर्ने हो तल यहाँ यो लाइनमा के हेर्ने हो यो लाइनमा हामीले हेर्नुपर्छ आइडिएम पनि यहाँ भयो यो ठाउँमा आइडिएम भयो यहाँ गएर मार्केटले फल गर्यो अब यहाँ जानुको कारण छ किनभने यहाँ लिक्विडिटी पेन्डिङ थियो त्यही भएर ओके यो ठाउँमा एफपिजी भयो लिक्विडिटी पेन्डिङ ओके त्यसपछि अब यहाँ छ हाम्रो एउटा हिडन अर्डर ब्लक ट्याप भयो मार्केट त्यसपछि मार्केटले सिधै यहाँ डाउन ट्रेन्ड फर्स्ट स्विङलाई मार्क गर्छौँ समथिङ हामीलाई यसले 3:9 नाइस ओके कम्तीमा पनि यसले कति पिस मुभ दियो भने यहाँदेखि जोड्दाखेरि पनि समथिङ खै ओके 1500 मुभ्स द 1500 पिप्स मुभ्स सो ओके एनिवे यो भयो होइन अब हामी के गर्छौँ अब हाम्रो अहिले करेन्टली चार्ट तल छ अब हामीले यहाँ एनालाइज गर्दाखेरि मार्केट सो मेरो यहाँ के भयो भने नि यो मार्केटले यहाँ के गरेको छ भने मार्केटले यहाँ सपोज यो मेरो लिक्विडिटी ठाउँ थियो यहाँदेखि मेरो हल्का तल आएर रिभर्स गरेर तल बुम भयो होइन मार्केट अब मैले हेर्ने भनेको कहाँ हो मेरो मार्केट यहाँदेखि तल झरेको छ कन्टिन्यू भनेपछि मैले यो ठाउँमा मैले के मार्क गर्नुपर्छ यसलाई कोच ओके यो लेभल मेरो कोच हो सो जबसम्म यो लेभलले तोड्दैन तबसम्म यो मेरो कोच कन्फर्मेसन हुँदैन ओके सो यो मेरो कोच हो मेरो कोच भयो किनभने यो लाइन यो सेलिङलाई यो बुलिसले जित्यो मतलब यसलाई सबैले हन्ट गरिदियो सो हन्ट गरेपछि मेरो के भयो कोच भएपछि अब मैले मार्क गर्ने के हो आइडिएम दिस इज माई आइडिएम यो जुन मैले लेखेको छु नि L5 यो मेरो आइडिएम हो ओके सो जस्तै मार्केट फेरि यहाँ हल्का तल आयो फेरि माथि गएर मेरो आइडिएम कन्फर्म ओके अब मैले यहाँ यसो मार्केट हेर्दाखेरि कि मलाई के लाग्यो मार्केटले हल्का राम्रो मतलब केही न केही हल्का रिभर्स गरिहाल्छ कि भनेर जस्तो लाग्यो मलाई अनि क्यान्डल हेर्दा पनि अलिकति सङ्ख्या लाग्यो के गर्छ भनेर के त गऱ्यो भने धेरै नै गर्छ के त गरेन भने हल्का नै गरेर मार्केटले फेरि केही न केही भइहाल्छ भनेर यस्तो लाग्यो मलाई सो मैले यहाँ फेरि ट्रेड लिएँ हल्का यहाँसम्म मेरो गयो तकरिबन $85 को मलाई प्रफिट मिल्यो मेरो टार्गेट चाहिँ यहाँसम्म थियो तर गएन सो मैले यहीँदेखि नै क्यान्सल गरिदिएँ ओके सो मार्केटले हल्का यहाँ मुभ दियो त्यसपछि यहाँसम्म गयो
फेरि 1 फेरि तल आयो फेरि माथि आयो एकचोटि यहाँ रिट्रेस भयो फेरि तल आयो फेरि यसको स्टप लस लियो मार्केटले फेरि माथि गयो फेरि यसको र यसको स्टप लस लियो फेरि तल आयो फेरि यसको पनि स्टप लस लियो यसको पनि स्टप लस लियो जतिजनाले यहाँ ट्रेड गरेको थियो यहाँसम्मको लागि लिक्विडिटी त माथि नै छ तर जतिजनाले यहाँ ट्रेड गरेको छ माथि जान्छ भनेर यसको पनि स्टप लस यहाँ हर्न भयो यसले फेरि यहाँदेखि माथि गयो जहाँ मैले लिक्विडिटी मार्क गरेको थिएँ त्यहाँदेखि फेरि रिभर्स भयो यहाँसम्म किन गयो भने किनभने यसले पनि ट्रेड लिएको छ यसलाई चाहिँ के लागेको छ भने यो सेलिङ चाहिँ यहाँ यो ठाउँसम्म आउँछ भनेर यसले ट्रेड लिएको थियो तर सेलिङ माथि गएर तल आयो तल आउँदैछ अब यहाँ अब चाहिँ यहाँ के हुन्छ भने नि अब यति त अब तपाईहरु भन्नुहुन्छ ल ठिकै छ अब यति त अब यो मान्छेले मार्केट हेरेर सबै कुरा भनिसक्यो हैन र मार्केट हेरेर सबैले भन्न पनि सक्छ ओके तर अब चाहिँ के हुन्छ भनेर कसैले भन्न सक्दैन ओके अब चाहिँ कसले भन्छ भनेर कसैले भन्न सक्दैन सो अब यो ठाउँमा चाहिँ के हुन्छ त म भन्छु तपाईहरुलाई त अब यो ठाउँमा के हुन्छ भने नि मार्केट बुलिसै हुन्छ ओके किनभने नि हेर्नु म फेरि भन्छु तपाईहरुलाई मार्केट माथिबाट तल आयो मार्केट फेरि माथि गयो चेन्ज अफ क्यारेक्टर भइसक्यो सियाच भइसक्यो आइडिया पनि भइसक्यो ओके तर तलको लिक्विडिटी पेन्डिङ अझै स्टिल बाँकी छ त्यही भएर यहाँ कन्सोलिडेसन भइरह तपाईले यसले अब एसिया सेसन मान्ने कि के मान्ने कि लन्डन मान्ने कि नेपाल मान्ने जे मान्दा पनि हुन्छ नो प्रब्लम the market is only following to the liquidity फ्याक्टरल तपाईहरुले यदि फ्याक्टरल बुझ्नु भयो भने तपाईहरुको मार्केट पुरै इजी हुन्छ सो जस्तै अब अहिले मार्केट यहाँ यस्तो भइरह अब यसलाई के भन्नुहुन्छ एकुमुलेसन भन्नुहुन्छ कि म्यानिपुलेसन भन्नुहुन्छ कि डिस्ट्रिब्युसन भन्नुहुन्छ के भन्नुहुन्छ के न के ओके सो हामीले एउटा आइडिया के लगाउन सकिन्छ भने मार्केटमा जस्तै मार्केटले यहाँ आइडिएम लिएपछि यो एउटै लेभललाई मार्केटले बार बार टच गरिरह एउटै लेभललाई मार्केटले बार टच गर्न जाँदैछ किनभने मेरो यो ठाउँमा हिसाब गर्दाखेरि यसो बुझ्दाखेरि हेर्नु है सो यो मेरो एकचोटि टच भयो यहाँ ओके त्यसपछि फेरि यो ठाउँ मेरो दुईचोटि टच भयो त्यसपछि फेरि मेरो यो ठाउँमा आएर तीनचोटि टच भयो अनि फेरि यसलाई फेरि ब्रेक गरेपछि सबैको लिक्विडिटी लियो फेरि यहाँ तीनचोटि टच भयो सेम लेभललाई तीनचोटि टच भयो ओके अब तीनचोटि टच एउटै लेभलमा भएपछि हामीले के बुझ्नु पर्यो त हामीले यो बुझ्नु पर्यो कि मार्केट माथि जान्छ अब मार्केट माथि जान्छ कहाँसम्म जान्छ त हामीले यो स्विङ बाँकी छ यहाँ अझै त्यसपछि अर्को यो स्विङ बाँकी छ माथिको स्विङ मतलब लिक्विडिटी भन्दा पनि छ अर्को यो भइहाल्यो ओके यो लेभल माथिको रेड लाइन सो हामीले जबसम्म हाम्रो मार्केट यो L5 भन्ने ठाउँमा आउँदैन यो ठाउँमा तबसम्म हामीले मार्केट बुलिश छ भनेर भन्न पाइँदैन ओके यदि यो ठाउँमा गयो भने फेरि मार्केट फल पनि हुन सक्छ यो ठाउँमा आउन सक्छ यो ठाउँमा पुग्दा पनि मार्केट तल आउन सक्छ ओके सो हामीले बस जस्तै यो मेरो 5 मिनेटमा यहाँ मेरो एउटा एफएजी छ त्यसलाई मैले मार्क गरेको छु अब यसलाई जस्तै अब यो ठाउँमा अब क्यान्डल राम्रो बन्दिएन भने फेरि यसरी अर्डर ब्लकलाई हेर्नु तलको रेड क्यान्डल लास्ट रेड क्यान्डल यसलाई अर्डर ब्लक हेर्नु यो ठाउँमा यदि राम्रो एउटा ह्यामर बुलिस ह्यामर नभए मारुबुजु बुलिस आयो भने तपाईहरुले यहाँदेखि यसरी ट्रेड गर्न मिल्छ यहाँदेखि फर्स्ट स्विङ फर्स्ट टिपी सेकेन्ड टिपी थर्ड टिपी ओके सो तपाईहरुले के हेर्नुपर्छ जस्तै अब यो बीचमा चाहिँ अब के हेर्नु पर्यो भने अब मार्केटले यदि
कुनै पनि बुलिस क्यान्डललाई रेड क्यान्डलले एङ्गल्फ गरेको छैन भने, यदि एङ्गल्फ गरिसक्यो भने फेरि त्यसमा हल्का आफूले हेर्नु पर्यो। सो अहिले हामी अब यहाँ के एक्सपेक्ट गर्छौँ भने मार्केटले यहाँ आइडिएम पनि लिइसक्यो यो ठाउँमा। ओके, यहाँदेखि मार्केट माथि गएपछि आइडिएम लिइसक्यो। सो मार्केट अहिले कन्सोलिडेट भइरह, नो प्रब्लम होस्। तर मार्केटलाई यो फेभरमा आयो भने चाहिँ हामीले बुलिसको लागि प्लानिङ गर्नुपर्छ। ओके, सो यसरी चाहिँ हामीले मार्केटको बिहेभियरहरू थाहा पाउनु पर्यो, अनि थाहा पाउनु पनि हुन्छ। सिल्भरको हेर्दाखेरि पनि समथिङ यहाँ मैले ट्रेड लिएकै पनि थियो होला सायद, लाग्छ मलाई। नो सिल्भरको बस 1 आवरमा ओके, थाहा छैन मैले के को मार्क गरेको थिएँ, बट एनिवे आफ्नो चान्स धेरै छ। सो एनिवे चाहिँ भिडियो धेरै लामो पनि भइसक्यो। सो तपाईँहरू यसरी नै प्र्याक्टिस गर्दै गर्नु आफ्नो घरमा, रुममा। प्र्याक्टिस इज भेरी इम्पोर्टेन्ट। Practice is very important. So until unless the market will not come to my favor, I am not going to plan any trade. Okay, बुझ्नुभयो? अब मलाई यो ठाउँ मलाई थाहा थियो यो ठाउँमा मार्केट आउँछ भनेर। अब मैले यहाँदेखि सेल पनि गर्न मिल्थ्यो, मिल्दैन थियो र? मिल्थ्यो नि, मैले मार्केटै गरेको थिएँ त। यसरी ठाउँमा अलिक स्टप लस टार्गेट यो तपाईँहरूले हेर्दै हुनु। म फेरि यसको पार्ट 2 भिडियो दिन्छु तपाईँहरूलाई है त। यो लेभललाई टच भएर नै मार्केटले यहाँदेखि माथिको मुभ दिने हो क्या। ओके, सो याद राख्नु, म तपाईँलाई पार्ट 2 मा यो देखाउँछु। सेम टु सेम, नो एनी चेन्जेस के गरौँ, बस चेन्जेस यति नै गरौँ कि माथिदेखि तल कोच आइडिएम कन्सोलिडेट, यहाँदेखि एउटा सेल ठिक छ। यहाँदेखि यतिकै म लिइहालियो होइन, तर यो यहाँ आउँछ थाहा छ मलाई। यहाँदेखि फेरि माथि प्लानिङ हुन्छ यसरी। सो मैले यो ग्रुपमा पनि हालिदिन्छु, वाट्सएपमा। सो मैले ग्रुपमा पनि हालिदिएको छु सेम। ओके, नो वरिज। ल साथीहरू, सबैलाई धन्यवाद। भिडियो तपाईँहरूले अन्तिमसम्म हेरिदिनु भयो। मन पऱ्यो भने लाइक गर्नु, मन पऱ्यो भने लाइक नगर्नु, नो प्रब्लम। खलिबली मलाई लाइक चाहिँदैन पनि, आई निड ओन्ली मनी। ओके, एन्ड दिस इज माई फर्स्ट टिपी। ओके, दिस विल बी माई फर्स्ट टिपी एन्ड देन सेकेन्ड टिपी। यदि यो ठाउँदेखि कुनै फेरि यो बिचमा फेरि कुनै ठाउँमा आएर फेरि बाइङ आयो भने फेरि म बाइङै गर्छु। यहाँ जहाँबाट आयो पनि बाइङै गर्छु म। ओके, यसरी नै बाइङ गर्छु। यसरी नै गर्दै म फेरि माथिसम्म पुग्छु। यसरी नै बाइङ गर्दै म माथि पुग्छु, बुझ्नुभयो? सो ओके, थ्याङ्क यू।